कागबेनीबाट दामी चाराङसम्म कस्तो दामी रहेछ यार उता पारी गाउँ डोल्पा जाने बाटो पनि खोलिएछ यार यहाँबाट बाइक भए पनि जानु त पाउने भयो नि यहाँबाट हामी अब 80 किलोमिटरमा थिएँ चाराङ फेरि अगाडि रोकियो होला कहीँ हामी चाहिँ कागबेनी र छुसाङको बिचमा छौँ यहाँ चाहिँ अब यी ट्र्याक्टरको चाहिँ फुटीको रेडिएटरको पाइप अब यसले बमिट गर्यो यी ट्र्याक्टरले त्यो भएर एकछिन टाइम लाग्ने भयो दुईटा छौँ बोलेरो र गाडी सिन बवाल छ कालीगण्डकी टेरियर ल्याएर मुस्ताङमा चाहिँ यस्तो ट्याक्क अलिअलि मात्रै गाउँ हो जहाँ चाहिँ अलिकति मलिलो माटो अथवा ऊ देखिन्छ त्यहीँ मात्रै गाउँ हो अरू कहीँ केही गाउँ छैन ल यो चाहिँ हिँडेर डोल्पा जाने बाटो भनेर छ पारीको डोल्पा पुगिन्छ अरे दामोदर कुण्ड चाहिँ उयो यता मास्तिर कागबेनी उता मुक्तिनाथ उता भएको मैले त्यहाँ मुक्तिनाथ उतै फोन आएको कारणले भिडियो खिच्नै पाएन यहाँ ल छुसाङ यहाँबाट 15 किलोमिटर यहाँबाट चाहिँ अब पुरै अफ रोड रहेछ है मुस्ताङसम्म अफ रोड भन्यो भने पुरै राम्रो छ बाटो टेन्सनै छैन ठिकै हो जति माथि गयो त्यति राम्रो राम्रो ठाउँ आउँछ होइन जति माथि गयो त्यति हेरौँ जस्तो के ल नै यहाँ चाहिँ मृग बिहानको घाम ताप्दै मृग ब्लर आइरहेको छ र चाहिँ सिसाले गर्दाखेरि है क्या तीनटा मृग छ यार कस्तो ब्लर आएको र उसले गर्दाखेरि घामले गर्दाखेरि एन्टिलाइट भेडा च्याङ्ग्री यही हो खाने यिनीहरूले होइन त अस्तिको पानीले अलिकति यति उभा होला पलाएको होला यो पानी परेन है जति हेऱ्यो उति हेरौँ लाग्ने सिनहरू आउँछ यहाँ खुद मात्रै कैद गर्ने के भिडियोमा भने होइन च्याङ्ग्राको हुल हुन्छ हेर गनाको यो यार हिन्दी फिल्मको होइन अब हलिउड मुभीहरूको बलिउड मुभीहरूमा देखाउने सिन जस्तो छैन त यो बवाल छ त है छुसाङ गाउँ यो होटल त है यस्तो दामी छ है अन्त स्याउ गोरु खान्छ यो चेकपोस्ट रहेछ ल यहाँ नेपाल प्रहरी चेकपोस्ट त्यही भने समस्या त्यो छ कि अब झन् माथि गएर फुट्यो भने झन् अर्को समस्या आइदियो कस्तो दामी के हो यार छुसाङ बजार है यो चाहिँ म चाहिँ पुलमा हिँडिरहेको छु हाम्रो ट्र्याक्टर बिग्रेर अलिकति भएर चिसो छ चिसो छुसाङ बजार होटलहरू राम्रो बनिसकेको छ ल म पहिला आउँदाखेरि यस्तो होटलहरू थिएन यहाँ अहिले त राम्रो भइसकेको छ झलङ्गे पुल यो चाहिँ एकदमै तल रहेछ डन्डी चाहिँ एकदम होचो रहेछ यहाँको
यहाँबाट खचर पनि हिँड्ने गर्दो रहेछ है। कस्तो यहाँ धुम्म धुम्म भइरहेछ। काम सकिलो लागेको छैन। घाम लाग्यो भने त केटाहरूलाई काम गर्न सकियो हुन्थ्यो है। हजुर यो चाहिँ स्याउको बोट। स्याउको खोइ त अनि स्याउ छैन त है। खोइ अनि यो त कार्तिक असोजमा कार्तिकमा त अनि उ गर्नुपर्ने होइन र। फुल खेल्दै हो भर्खर। सानो सानो लाग्यो चाहिँ। सानो लाग्छ। हो यो चाहिँ स्याउको बोट। अनि तपाईँहरूले खानाहरू लिनलाई कहाँ जानु पर्थ्यो त्यतिखेर? जस्तो यो नुन तेलहरू लिनलाई पहिला पहिला हिँडेर कहाँसम्म जानु पर्थ्यो? हिँडेर कहाँसम्म जानु पर्थ्यो तपाईँहरू? पोखरासम्म हिँडेर जानु पर्थ्यो? ए खचरले ल्याउँथ्यो। ए खचर खचर हजुर। सातौँ त्यो 6औँ दिन भइसक्यो ट्र्याक्टर हिँडेको। कसम साइड पुग्नु पाएको छैन। यस्तो पाराले कहिले के होला र? तेलै खानी भयो 1 लाखको त यार यसले। अनिखेर आहा कति राम्रो है यो सिन। जता हेऱ्यो त्यतै अजिब छ कि अब यो। फुस झरेर यत्रो थुप्रो भयो त्यो। कति सङ्लो पानी छ यार यहाँ है। यहाँ त ढलान गर्छ रहेछ नि यहाँ। यो पहिरो मतलब बाटो खोल्दा पनि यो त धेरै डेन्जर तले खोल्या हो है। किनभने माथिबाट भस्दै आउनु सक्छ नि यो। सबै यो माटै मात्रै हो नि त यो। माटो भन्दा नि यो छ कि यो बगर बगर भनेपछि यो त पहिला यार के थियो होला त यो यस्तो टपमा यस्तो भएको यो। डोल्पा हो यहाँबाट नि डोल्पा जान्छ अरे। बाबा कहाँ हो यो? कति चल्यो? सङ्गर बजार होइन यो। अब सुसाङ पछाडिको गाउँ यही हो नि। राम्रो छ। विद्यालय क्षेत्रमा कति हुन्छ त विद्यार्थी यार यहाँ? यो पनि राम्रो छ ठाउँ त है। हिमाल पारीको देशमा कहाँ हो यो? कस्तो घाम लाग्दैन कि आज फेरि धुम्म छ है। क्लियर भइदिएको भए यस्तो दामी हुन्थ्यो। ट्याक्कै यो स्याङबोच्छे है। स्याङबोच्छे कहाँ? हुन्छ जाउँ। रुमको पनि कुरा गर्ने भयो। उता पनि जाउँ। हिजोको गाडी यहाँ आएर बसेर चाहिँ स्कर्पियो नयाँ नयाँ छ। घिलिङ गाउँमा आइपुग्यो।
नमस्ते भोटे पिपल के देखिँदैन यार के भने चुङसार यो चाहिँ रहेछ होइन छुङसा धमी कोरोला धमी पछि एकैचोटि कोरोला पो भएछ हामी यही हो त्यही छ यहाँ रुमको पनि कुरा गर्नु पर्यो होइन पछिकै हुन्छ होला पहिला मास्तिर सिधाएर आउनुपर्छ यार यो अलिकति पार्लाइन टाइपको छैन कि पहाड अनेक टाइपको छ यहाँ पानी आइरहेछ यार त्यहाँबाट कहाँबाट पानी आउँछ क्या त्यो चाहिँ कच्चमै छ यार के भने हामी सँगसँगै आउनु पायो भने यस्तो बगान हुन्छ किन त्यहाँ रोक्यो के गमी बस्ती आजको चाहिँ बासी कस्तो खतरा के यार कलर लगाएर होइन पुरा स्क्र्याच गरेर जस्तो छ यार स्किल बनाएर धमी महिनामा चाहिँ हामी बसोबास गर्दैछौँ त्यो पारी गाउँ रहेछ धमी चाहिँ खास पारी गाउँलाई भन्दो रहेछ यहाँ चाहिँ यो स्वास्थ्य चौकी रहेछ यो अनि हामी चाहिँ बसाइ गर्नुपर्ने ठाउँ चाहिँ यो घमी आइपुग्यो घमी 4-13 किलोमिटर कोरोला 52 किलोमिटर रे यार अझै आमा कस्तो दामी सिन छ हेर्नु न ऊ मास्टर यार लो घामी के छ लो घामी भने त खास थर हो कि क्या हो चेक गर माटो इटा बनाएर छ के बनायो यो होटल त होला नि हो गुम्बा अरे कस्तो बवाल बनाएको छ यार ड्राइभ सोली पुलिस चेक पोस्ट रे ल छ त पुलिस चेक पोस्ट चेक गर्छ गामी भिलेज हामी बसिन्छौँ आमा कति ठुलो दरबार महल हो यो हामी हिँड्छौँ यो अरे यो कसरी बस्ने हो मलाई केही थाहा छैन पानी छैन खोइ त पानी छैन क्या पानी छैन हेलिप्याड पनि रहेछ त यार हेलिप्याड छ त त्यहाँ हेलिप्याड पनि छ त अनि पहिलाको चाहिँ स्कुल रे यो स्कुल रे अहिले चाहिँ दामी रहेछ दामी गाउँ भन्ने चाहिँ यो दामी छ हाम्रो अब ट्र्याक्टर चाहिँ कहाँ गयो त्योले बाटो बिर्स्यो कि के गर्यो कहाँ गयो बाटो चाहिँ एकदम